वेलकम टू बैक माई चैनल डिजायर को प्रेम चैनल में आप लोग का स्वागत है। आज हाम्रो भान्जीको बेस्ट फ्रेन्ड जाँदैछन् बेंगलोर र तिमीलाई कस्तो लाग्दैछ आज? मलाई चाहिँ भनेपछि बेस्ट फ्रेन्ड सानोबाट ठुलो भएको एउटै गाउँमा के मतलब दुख लाग्छ। के गर्नु म कति साल भयो गएर हिजो अस्ति भर्खर आएको अब मेरो साथीको पाली। हाम्रो भान्जी हेर्न सक्नुहुन्छ हाम्रो अङ्कलको छोरी हो र उता मम्मी हुनुहुन्छ हाम्रो भान्जीको। यता जाँदैछन् पछाडितिर। यहाँ छोड्नुको लागि धेरै मान्छे आएका छन् हेर्न सक्नुहुन्छ गाइस। हेर्न सक्नुहुन्छ गाइस धेरैजना भान्जीलाई छोड्नुको लागि आइरहेछन् र भान्जी बहुत दिनको बादमा कति अब सबैलाई मन दुखाएर जाँदैछौ तिमी बेंगलोर फेरि वापस र तिमीलाई कस्तो लाग्दैछ? एकतिरबाट खुसी पनि लाग्दैछ एकतिरदेखि नराम्रो पनि लाग्दैछ। किन लाग्दैछ नराम्रो चाहिँ? नराम्रो अब सबै साथीहरूलाई छोडेर जानु पर्यो, राम्रो चाहिँ अब उता जान्छु भनेर हो र दुःख लाग्दैछ? टमटममा जाऊ। भान्जीसँग आजको भेट यही। अब आउने सालमा भेटिन्छ होला सायद दसैँ तिहारतिरमा। हेर्न सक्नुहुन्छ हाम्रो भान्जी रुनु आँटेकी छिन् उसको बेस्ट फ्रेन्ड जानु आँटेकी छिन् भनेर। अब यहाँ हेर्न सक्नुहुन्छ गाइस कस्तो गर्दैछ जाँदैछन् भनेर धेरै खुसी लाग्दैछ होला। आजको ब्लग यहीँसम्म गाइस। नराम्रो लाग्यो भान्जी गएन हामीलाई छोडेर माने दूर धेरै दूरै हो। अब बेंगलोर भन्दाखेरि घरबाट त टाढै हो र गाइस आजको लागि यति नै। भेटिन्छ अगला ब्लगमा। तत एन्ड बाई।